कुनै पनि देश आर्थिक रूपमा समृद्ध नहुने भएकोले नेपालमा एउटा छुट्टै र शक्तिशाली विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय खोल्नुपर्छ। त्यसलाई चलाउन सक्षम विज्ञहरू राख्नुपर्छ भन्ने मेरो भनाइ एउटा कानले सुनले नउडाइयोस् भन्ने मेरो विनम्र अनुरोध छ। यो कुरा म आफू नै शिक्षा तथा विज्ञान मन्त्री हुँदा जोडतोडले उठाएको थिएँ, तर त्यति बेला 5 विद्यालय शिक्षा सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिएको हुनाले विद्यालय शिक्षामा धेरै विकृतिहरू जन्मेका रहेछन्। यो कुरालाई ध्यानमा राखेर शिक्षा नियमावलीमा धेरै नै सुधार गर्नुपर्ने छ र सो कुरा मैले प्रयास गरेको हो, तर भएन। जस्तै उदाहरणको लागि विद्यालय व्यवस्थापन समितिको गठनमा राजनैतिक हस्तक्षेप हटाउने, योग्य प्रधानाध्यापकको नियुक्ति गर्ने, शिक्षकहरूको सरुवामा राजनीतिक प्रभाव हटाउने र दरबन्दी शिक्षकहरूको दरबन्दी बढाउने जस्ता। समय सिद्धियो आफ्नो। ल म सकिहालेँ, यति समापन गर्नुहोस्। म 1 मिनेट दिनुहोस्। र 6 नम्बरमा यो सिटिभिटीलाई पुनर्संरचना गरी त्यहाँबाट पनि राजनीतिकरण नहटाएसम्म र नयाँ सिस्टम नबसालेसम्म त्यहाँबाट विद्यार्थीहरूले सिपमूलक प्राविधिक शिक्षा प्राप्त गर्न नसक्ने कुरा प्रष्ट पार्न चाहन्छु। अहिले त्यहाँ अधिकांश सैद्धान्तिक पढाइ मात्र हुने गरेको छ। त्यसको लागि मैले शिक्षा मन्त्रीको रूपमा चालेको कदमहरू पुरा भएनन्। अहिलेको छोटो समयमा सबै कुरा राख्न सकिनँ। ती गर्नै पर्ने सबै कुराहरू बेला बखतमा भन्दै गरौँला। अन्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण युवा भाइ बहिनीहरूलाई नेपालको इतिहासबाट एउटा अत्यन्तै महत्त्वपूर्ण पाठ सिक्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। इतिहास यस प्रकार छ। नेपालीहरूलाई राजनीतिक स्वतन्त्र दिलाई नेपाललाई विश्वमा चिनिने गरेर एउटा समृद्धिशाली देश बनाउनको लागि विक्रम सम्वत 2070 सालको क्रान्ति, 2015 सालको संसदीय निर्वाचन, 2046 सालको वृहत् जनआन्दोलन र 2063 सालको दोस्रो आन्दोलन शहीद मधेस आन्दोलन भएको थियो। ती आन्दोलनहरूले जनतालाई राजनीतिक अधिकार पनि दिलाएकै हो। त्यही अधिकार प्रयोग गरेर नेपाली जनताले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै 2/3 बहुमतले जिताएको छ। राम्रो काममा मेरो पनि सम्पूर्ण साथ हुनेछ। तर नेपालीहरूले अपेक्षा गरे अनुसार भ्रष्टाचारीहरू, घुसखोरीहरू, लोभी पापी दलालीहरूको समाजमा गाडिएको ज्वरो उखेल्नको लागि हाम्रो समाजमा भएको नातावाद, कृपावाद, चाकरीवाद, चापुलिसवाद जस्ता कुसंस्कारका दलदलमाबाट एकदमै टाढा रहनुहोस्। यदि पहिलेकै राजनीतिक दलहरूले जस्तै गरेर स्वतन्त्र पार्टी पनि नेपाली समाजको ती कुसंस्कारहरूमा फस्यो भने भाद्र 23-24 गतेको जेनजी आन्दोलन पनि कालान्तरमा असफल हुनेछ।